नमस्कार, म मदन घिमिरे। आज म आएको छु आफ्नै गाउँ यो पाथिभरा माताको जुन दिव्य धाममा। यहाँ चाहिँ द्वारिका देशको चाहिँ मन्दिर निर्माणको बारेमा पनि हाम्रो गुरुजनले चाहिँ सबै कुरा यहाँलाई जानकारी गराइसक्नु भएको छ। विशेष गरी यो मन्दिर आजभन्दा 6 वर्ष अगाडि यही ठाउँमा यहाँ विशेष सबै यहाँहरूको कृपाले देश विदेशबाट जुन सहयोग जुट्यो, यहाँका नेतागण विशेष गरी माननीय पूर्व मन्त्री महेश बस्नेतज्यू यसको विशेष अतिथि लगायत थुप्रै यहाँका सामाजिक व्यक्तित्वहरू, यहाँका अनेक गुरुजनहरूको सहभागितामा आज यो पाथिभरा माताको मन्दिरमा आज यो भिड, यो चाहिँ भक्तजनहरूको जुन देखिरहेको छु, खुसी लाग्छ। म आफै पनि त्यो उद्घाटन समारोहमा चाहिँ यो त्रिशूल चाहिँ गुरुजनहरूले उहाँ मेन पाथिभरा माताबाट चाहिँ त्यसको त्यहाँ हवन गरी त्यहाँ चाहिँ त्यसलाई चाहिँ त्यो त्रिशूल उहाँदेखि ल्याएर चाहिँ यहाँ गाडिएको थियो, यसको समुद्घाटन भएको थियो। आज यो यत्रो दिव्य धाम बन्दै गर्दा आफ्नो ठाउँमा म गौरव गर्छु उहाँहरू गुरुजनहरू यो पहल कदमीको लागि यी सबै सज्जन भक्तजनहरूलाई म एकदमै प्रणाम गर्छु। मुम्मैहाण सर्वलोकमैहाण माता पाथिभरा श्री चरणयो नमः। ओम सिद्धि बुद्धि प्रदे देवी भुक्ति मुक्ति प्रदायिनी मंत्र मूर्ति सदा देवी वैष्णवी देवी नमस्तुते। माता पाथिभरा श्री चरणयो नमः। पाण्डु बजारबाट गुण्डुतर्फ लागेपछि यो खहरे चोकबाट उत्तरतर्फ लाग्नुस्। त्यसपछि केही अगाडि पुगेपछि उत्तरतर्फ चाहिँ माता पाथिभरा माताको चाहिँ मन्दिर आइपुग्छ। सन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। जय श्रीमन्नारायण, जय श्री कृष्ण, जय श्रीमन्नारायण, जय माता पाथिभरा वैष्णवी देवी नमः। सबैमा जय श्री कृष्ण, जय गौ माता, जय द्वारकाधीश। आउँदै गरेको रामनवमी विशेष पारेर र माता पाथिभरा वैष्णवी देवीको चाहिँ 7औं प्रवेश जन्म जयन्ती ब्रह्मोत्सव वार्षिक उत्सवको विशेष उपलक्ष्यमा 17 गतेदेखि यही 17 गतेदेखि 23 गतेसम्म श्रीमद् भागवत सत्संग ज्ञान महायज्ञ श्री नेपाल 4 धाम मध्ये एक धाम श्री द्वारकापुरी दिव्य धाम नेपालमा निर्माणाधीन रहेको अधुरो धाम निर्माण सहयोगार्थको लागि भनेर 17 गतेदेखि 23 गतेसम्म सत्संग रूपी ज्ञान महायज्ञमा देश विदेशमा रहनुहुने र स्वदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा यो नेपालको गहना, नेपालको शान द्वारकापुरी दिव्य धाम निर्माण सहयोगमा सबैजना लागौं, हातेमालो गरौं भन्दै र यो आगामी हुने कार्यक्रममा बिहान ठिक 9 बजे 17 गते बिहान ठिक 9 बजेबाट यहाँबाट कलश यात्रा भव्यताका साथमा निस्केर माताको हवन आदि, माताको नाममा हवन आदि, स्नान आदि, ब्रह्मोत्सव पनि चलिने र यता नवरात्रको विशेष परेको कारणले गर्दा शतचण्डी पाठ पनि हुने हुँदाखेरि यहाँहरूलाई गराउन इच्छा हुँदा सम्पर्क गर्नुहुन निवेदन गर्दै व्रतबन्ध, ग्रह शान्ति, व्रत उद्यापन लगायतका कार्यहरू पनि यहाँनिर हुनेछन्। तसर्थ यहाँहरूले अग्रिम सम्पर्क राख्नुहोला र सबैमा यो धाम निर्माणको लागि सबैजना हातेमालो गरौँ भन्दै अस्तु। जय श्री कृष्ण, सबैलाई निमन्त्रणा गर्दछु। द्वारकापुरी दिव्य धाम बनिसकेपछि यो अवस्थामा हुनेछ। जय श्री कृष्ण, जय द्वारकाधीश। हामी 4 धाम मध्ये एक धाम श्री द्वारकापुरी दिव्य धाम निर्माण स्थलमा छौं र यो नेपालको गहना पनि हो र सबैको शान पनि हो। 4 धाम मध्ये एक धाम नेपालमा पहिलो द्वारका धाममा हामी स्थलगत निरीक्षणमा छौं र यहाँनिर अगाडिपट्टि हेर्नुहुन्छ यो निर्माणाधीन द्वारका धाम रहेको छ र आगामी जति पनि क्रियाकलापहरू कार्यक्रमहरू भइरहेका छन् यो अब भविष्यको द्वारका धाम निर्माणका लागि पनि भएको हुँदाखेरि सबैले हातमालो गर्दै धाम निर्माणमा जुट्नु हुन निवेदन गर्दछु। र यो जुन छायाङ्कन भिडियो गरिराख्नु भएको छ हाम्रो अत्यन्त मिलनसार व्यक्तित्व, मैले दाजु पनि भन्ने गर्दछु, निर्देशक
फिल्मको चाहिँ डाइरेक्टर पनि हुनुहुन्छ। एकदम उहाँका धेरै फिल्महरू सञ्चालन भइरहेका हुन्छन् भने यहाँनिर आज छायाङ्कन गरेर यसको प्रचारार्थको लागि आइदिनु भएको छ। मदन घिमिरेज्यूलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै यहाँ सबैजना जुटेर हातेमालो गरेर अब 2-3 वर्षमै हामी द्वारकाधाम निर्माण सम्पन्न गरौँ भन्ने अनुरोध गर्दछु। जय श्री कृष्ण। जय माता दी। 2076 साल चैत्र प्रतिपदाको दिन माता पाथिभरा वैष्णवी देवीको प्राण प्रतिष्ठा भएर दिव्य रूपमा आज 6औं वर्ष समापन भएर 7औं वर्षमा माता प्रवेश हुँदै हुनुहुन्छ। यही चैत्र 17 गतेबाट चाहिँ 7औं वर्षमा प्रवेश हुँदै हुनुहुन्छ र यो दिव्य भव्यताका साथमा यो 6 वर्षको अन्तरालमा गुन्डु यो सुब्बापाखा भन्ने ठाउँ पहिलेको अहिले माताको धाम दिव्य रूपमा भक्तहरूको चाहिँ लाखौँ भक्तहरूले दर्शन गरिराख्नु भएको छ भने शनिबार र शुक्रबार र मङ्गलबार विशेष गरेर भक्तहरूको अत्याधिक भिड हुने गर्दछ र यो दिव्य सेवा निरन्तर रूपमा बिहानदेखि बेलुकासम्म भोगरागदेखि लिएर सबै कार्यहरू सम्पादन भइरहेको यहाँहरूलाई अनुरोध र निवेदन गर्दछु र आम दर्शकहरू जो स्वदेश विदेश जहाँ जहाँ हुनुहुन्छ उहाँहरू एकपटक माताको धाममा आइदिनु हुन पनि निवेदन गर्दछु। अस्तु, जय माता दी।